सीता तिवारी। कहाँ बस्नुहुन्छ? बेलकोटगढी 10 सुन्दर बजार। भनेपछि तपाईहरु महिला समूह बाजे यो पञ्चे बाजा बजाउँदै हिँड्नुहुन्छ? हजुर। कहिलेदेखि सुरु गर्नुभयो? हामीले पोहोर चैतदेखि सुरु गरे, पोहोर 2 महिना सिक्यौं अनि छोडेका थियौं। अनि अब अहिले 2 महिना पुग्न लाग्यो, हामीले फेरि दोहोर्याएर नजानेर भनौँ न दोहोर्याएर सिक्दै छौं। अनि यो पेसा त पहिला त अब भनौँ न अलि दलितहरूले गर्ने भन्थे हैन? तपाईहरु त दलित भन्दा पनि बाहुन क्षेत्री अनुहार हेर्दाखेरि जस्तो लाग्यो हैन? पनि कसरी यो के को लागि चाहिँ यो सोखको लागि हो कि पेसाको लागि हो कि के को लागि सुरु गर्नु? एउटा सोखको लागि हो। हाम्रो पेसा नै अब के खेतीपाती वस्तुभाउ सबै थरी भएको मान्छे एउटा रमाइलो, अब सबै दिदीबहिनीहरूले बजाउँदै आइरा अन्त नि देखा भएर हामी पनि केही गर्न सक्छौं कि हामीलाई नि त्यस्तै गर्न मन लाग्यो भएर अनि सुरु गरे हौं हामी 13-14 जना दिदीबहिनीले। भनेपछि यो निशुल्क रूपमा हो कि सशुल्क हो कि के हो यो? अब निशुल्क त कहाँ भन्नु, अब सशुल्कले भन्नु न। अब यसो आफ्नो दुःखको उ चाहिँ हामीले लिइराकै छौं। हजुर। अनि भनेपछि अब कति भन्न मिल्छ, कति पैसा लिनुहुन्छ, के छ कस्तो छ? अब भन्न त हामीले भर्खर सिक्दै छौं। हामी यसरी हामी गएको ठाउँमा वर्तमानहरुमा गएछौं, पूजाहरुमा गएको ठाउँमा अब 2 दिन बेलुका मादीहरु बालिने ठाउँमा रात बस्ने 2 दिन गएको ठाउँमा 30,000 35,000 सम्म लिया छौं। अब एक दिन गएको ठाउँमा 15,000 20,000। अब भनौँ धेरै बेर समय बजाउनु पर्यो, धेरै नत्र थोरै त्यसरी गइराखौं। अनि यो बाजा चाहिँ तपाईहरुले किन्नु भयो कि पहिला कसैसँग पुरानो किन्नु भयो कि? हाम्रो ओडाले दिया हो, नयाँ नै। पोहोर पनि एक जोर हाल्दिनु भएको थियो हाम्रो ओडाको ओडा अध्यक्षज्यूले। अहिले पनि हामी सिक्दै छौं। सबै ओडाले नै तपाईहरुलाई चाहिँ परिश्रम दिन हामीलाई भन्नु न, ओडाले हामी किन्दिन्छौं, तपाईहरुले गर्नुहुन्छ भने गर्नु भनेर हामीलाई ओडा अध्यक्षले भन्नु भएर हामीले ओडेबाट गरे। अब भनेपछि यो महिलाहरुले बाजा र अरु पहिला परम्परागत बाजामा के फरक छ? अब मान्छेहरुले हामीलाई चाहिँ धेरै नै अलि सनाइमा अलिकति परफेक्ट भएन, नत्र अरु बाजा हाम्रो मजा बस्छ, सबैजना खुसी भएन। किनभने हामीलाई यो खाना पिना बस्न यता र उतारमा अब जाँड रक्सी सुरोट खैनी सुर्ती नखाने भएर तपाईहरुलाई बधाई छ। तपाईहरुले जान्नुभयो भने उत्तम छ। हामीलाई सबैजनाले राम्रो गर्नु भएको मात्रै भन्नु भएको। जस्तै 2 दिने बिहा भयो, रात बस्ने बिहा भयो भने जानुहुन्छ तपाईहरु? कसरी बस्ने व्यवस्था, कसरी बस्ने व्यवस्था चाहिँ पहिले माग्नुहुन्छ? हामी एक दिन गयौं रात बस्ने गरी। जाँदाखेरि हामीलाई राम्रो व्यवस्था अब भनौँ न बस्ने भने महिला दिदीबहिनीहरु 9-10 जना 10-12 जना हुन्छौं। हामीलाई सहज भएको। कहाँ टाढामा कहाँसम्म पुग्नु भएको? टाढामा त भर्खर सिक्या हो, त्यो मदनपुर गयो भनौँ, धेरै टाढा त नभनौँ, त्यति चाहिँ गयो। नाम फेरि एकचोटि के भन्नु? सीता तिवारी। सीता तिवारी। ल एकचोटि तपाईहरु फेरि बजाउन मिल्छ भने बजाइदिनु न हजुरहरुले। अब यो सनाइको चाहिँ अलि सामानहरु हाल्नु पर्ने मिल्छ भने बजाइदिनु न त्यो पनि। तपाईहरु समूहमा चाहिँ कतिजना हुनुहुन्छ? फेरि समूहमा अहिले चाहिँ 14 जना हुनुहुन्छ। सबै कति समयको ट्रेनिङ हो लिनुभयो? अब ट्रेनिङ अस्ति नै 2 महिना लिया हो, अहिले 2 महिना लिने हो। 2 महिनामा अब हाम्रो झन्डै 45 दिन जति हुन लागिसक्यो। कति घण्टा हुन्छ दिनमा ट्रेनिङ? 11 बजेबाट 2 बजेसम्म हुन्छ। ए हजुर। ल एकचोटि बजाइदिनु न। सबैजना देखिनु होला है। सनाइ झिक्दै अगाडि